थापाथली क्षेत्रको सुकुम्बासी बस्ती पुरै खाली गर्ने तयारी सरकारले गरेको छ। थापाथली छ उता अगाडि थापाथलीको पुल उता अगाडि छ। हामी छौँ यो बागमती खोलामा। अहिले चाहिँ नि खोलामा चाहिँ यो राखेर चाहिँ गाइस यो भएको भएर अलिक खोला चाहिँ अलिक सफा देखिँदो रहेछ। अलिकति यो सोलिड खालको प्लास्टिक बोतलहरू त्यसले त्यहाँ रोक्दो रहेछ गाइस, अलिक सफा देखिन्छ। अनि यहाँको यो बस्ती चाहिँ यस्तो छ है गाइस, त्यो छ यहाँको बस्ती थापाथलीको सुकुम्बासी बस्ती यस्तो छ गाइस। आज म छु यो बुद्धनगरको यो हाम्रो बागमती कोरिडोरको नजिकै रहेको भर्खरै सम्पन्न भएको पार्क अगाडि काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रबन्धन आयोजना अन्तर्गतको यो बनाएको यो पार्क गाइस यस्तो बनाउनु भएको छ। बच्चा बच्चीहरू यसरी खेल्न आउँदो रहेछन्। यो बाटो मलाई जहाँसम्म याद भएसम्म आजभन्दा लगभग 2 वर्ष अगाडि यहाँ पुरै झाङ हुन्थ्यो। अनि गाइस पारिपट्टि युएन पार्क देखिरहँदाखेरि चाहिँ ओहो यहाँ चाहिँ कति फोहोर जस्तो लाग्थ्यो। अहिले उता पारिपट्टि युएन पार्क छ, यतातिर चाहिँ अर्को यो काठमाडौँ महानगरपालिकाले बनाएको अर्को पार्क छ। राम्रो भएको छ भन्नुभयो। सायद यो खोला पनि पहिलाको हेरिकन अब हुन त अझै यस्तो फोहोरै छ है, यहाँ चाहिँ ढल छ यस्तो, त्यही पनि तर जस्ट बग्ने अवस्था छ। पहिला चाहिँ यहाँ बग्ने ठाउँै हुन्थेन, फोहोरले जमेर यहीँ जमेर बसिरहेको हुन्थ्यो, बिस्तारै बगेको हुन्थ्यो है भित्रभित्रै। अहिले चाहिँ नि जोस् यत्तिको ढल भए पनि बग्ने जोस् अवस्थासम्म चाहिँ छ है गाइस। कुनै बेला यहाँ अस्ति गएको बेला यो बाढी आएर पुरै यो डुबान बढेको थियो गाइस यहाँसम्म। उताको पुल गएको बाढीले भत्काएको। अहिले चाहिँ त्यो खम्बा मात्र बाँकी छ। जस राम्रो उद्यान बनाउनु भएको छ पार्क। र सुन्नमा आएको उता यो पुलदेखि पारिपट्टिको जुन त्यो थापाथली पुलदेखि मुनिको जुन त्यो बस्तीहरू पनि खोला किनारा नजिकको बस्ती पनि हटाउने भन्ने कुरा छ अरे। यहाँको यस्तो छ है अवस्था। बुद्धनगरको पार्क खोला किनार। अनि यसको यो यताको यो रुद्रायणी के भन्छ यो नदीलाई, त्यसको यो मिश्रण स्थल हो। यो यताको यो खोला पुल छ, यसलाई रुद्रायणी नदी के भन्छ, त्यो पनि यहीँ आएर एक खोला बागमती खोलामा मिसेर अनि त्यसपछि यताबाट अनि यता थापाथली हुँदै थापाथली पुल हुँदै जान्छ। पारिपट्टि युएन पार्क हो है यो चाहिँ नि। परसम्म जति पनि तपाईँले पहेँलो देख्नु भएको छ नि परैसम्म छ है गाइज यो पार्क। यो अब यसलाई चाहिँ सहरी विकास राम्रो विकास भएको छ भनौँ यसलाई चाहिँ। पहिला हेरिकन चाहिँ पहिला त्यहाँ पुरै फोहोर जम्मा हुन्थ्यो, पुरै झाङ थियो यहाँ होइन। म किनकि यो बाटोमा प्रायः हिँडिरहेको हुन्छु। ल यहाँको अवस्था अहिले यस्तो छ, राम्रो छ। तर उताको यो पुलदेखि पारिपट्टि जुन त्यो थापाथली नजिक खोला नजिकको बस्तीहरू छ त्यसलाई चाहिँ हटाउने कुरा छ। अब हो राज्यले के गर्छ त्यसलाई हटाएर चाहिँ त्यहाँ के कस्तो किसिमको विकासहरू गर्ने योजनाहरू छ हजुरहरूलाई अपडेट गराउनेछु। लाइक सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, धन्यवाद।